हेलो गाइस, वेलकम ब्याक टु द न्यू भ्लग। आज चाहिँ हामी जाँदैछौँ ट्याक्क लगाएर केही रुखहरू चाहिँ रोप्न माथितिर है। यहाँतिर चाहिँ हाम्रो छ होइन, यतातिर यस्तो मौसमी सुन्तला सबै छ होइन, सानो बिरुवाहरू छ, त्यसलाई चाहिँ रोप्छौँ। पछि चाहिँ यति ठुलो हुन्छ होइन यस्तो। हामी चाहिँ यतातिर पनि धेरै बिरुवाहरू चाहिँ रोपेका थियौँ। चाहिँ यस्तो मौसमी, यो चाहिँ मौसमी होइन, ट्याक्क लगाएर। यहाँ चाहिँ कागती हो, यो चाहिँ कागती हो होइन। तलतिर चाहिँ अझै एउटा मौसमीको रुख छ है। यो पनि पुरै मौसमीको बोट हो यहाँ। हामीसँग चाहिँ सानो मौसमी अनि सुन्तला सुकहरूको चाहिँ बोटहरू छ। हामी चाहिँ माथितिर गएर त्यसलाई रोप्छौँ अनि पछि ठुलो भएपछि त्यसमा चाहिँ फलहरू टन्नै फल्छ। हामीले चाहिँ यतातिर बारीमा लगाएका छौँ फुलहरू, अनि खानालाई अलिअलि मकैहरू पनि लगाएका छौँ यतातिर। बाँकी मकै चाहिँ माथितिर छ खेतमा होइन। यहाँ चाहिँ फुलहरू यस्तो छ। बारीको अलिअलि पोलेर खानालाई चाहिँ यहाँ मकैहरू यस्तो छ होइन। अनि मकैहरू माथितिर लगाएका छौँ है खेततिर हामीले चाहिँ। हाम्रो चाहिँ अब काँक्राहरू चाहिँ ट्याक्क लागेर फल्छ होइन केही दिनमै, त्यसको पनि भ्लग चाहिँ आउँछ। यतातिर फल्छ काँक्राहरू। अनि एकछिनमा अब जान्छौँ माथितिर सुन्तला अनि मौसमीको बोटहरू सार्नलाई। यहाँ छ हाम्रो मौसमीको बोटहरू अनि सुन्तलाको बोटहरू होइन। यहाँतिर चाहिँ हामीसँग छ यति ठुलो ठुलो मौसमीको बोट, अनि यहाँ अलिकति सानो छ है सुन्तलाको बोट चाहिँ। यहाँतिर यस्तो टक्क लगाएर सानो सुन्तलाको चाहिँ बोटहरू पनि छ। अब यिनीहरू चाहिँ लिएर जान्छौँ माथि त्यहाँ गरानिर, अनि त्यहाँ गएर रोप्छौँ। हामीसँग छ सानो बोटहरू, पछि चाहिँ ठुलो भएपछि यस्तो हुन्छ अनि टन्नै यहाँ फलहरू चाहिँ फल्छ। अब चाहिँ फाइनली पालो आइसकेको छ यो सानो बोटहरूलाई लगेर माथितिर रोप्ने। यहाँ साथमा हुनुहुन्छ मम्मी अनि म, माथितिर जान्छौँ अनि रोप्छौँ है। ल जाम। हामी चाहिँ यस्तो सुन्तला अनि मौसमीको बोटहरू चाहिँ टन्नै लगाएका छौँ है। यहाँतिर भने यस्तो यस्तो अनि तलतिर पुरै टन्नै छ। अनि हाम्रो बारीतिर हामीले चाहिँ सबै लगाएका छौँ मकै अनि धान अनि यस्तै हो होइन। अब चाहिँ जामला माथितिर यति धेरै बोटहरू छ होइन। 1 2 3 4 5 6वटा बोटहरू छ गाइज हामीसँग चाहिँ। 6वटा बोटहरू रोप्यो भने पछि चाहिँ ठुल्ठुलो 6वटा रुखहरू हुन्छ, अनि हामीले चाहिँ टन्नै फलहरू खानु पाउँछौँ। एकचोटि चाहिँ यहाँ खेततिर मकै अनि पुरै भ्यूहरू कस्तो आइरहेको छ, केही क्लिपहरू चाहिँ इन्जोय गर्नुहोस् है। फाइनली हामी चाहिँ लोकेसनमा पुगिसकेका छौँ। हामीले सार्ने भनेको यो बोटहरू चाहिँ यहाँनिर होइन, यो गरामा पुरै परसम्म यहाँदेखि लिएर अनि यहाँनिर राखिदिउँ। अब चाहिँ सार्छौँ। पहिलो बोट चाहिँ सारौँ मेरो हातबाट है। पहिलो बोट चाहिँ हामीले सारिसक्यौँ। अब चाहिँ सार्छौँ अरू बोटहरू। धेरै मेहनतपछि अहिले चाहिँ हामीले सबै बोटहरू चाहिँ रोपेर सक्यौँ होइन। यतिर चाहिँ ट्याक्क लगाएर हेर्नु है, यति धेरै बोटहरू हामीले चाहिँ रोपेर सकायौँ।
सबै बोट बिरुवाहरू सारेर जाँदैछौँ हामी चाहिँ घरतिर। पछि त्यो बोट बिरुवाहरू पनि यति ठुलो हुन्छ है। त्यसपछि चाहिँ टन्नै फलहरू लाग्छ अनि चाहिँ हामीले खानु पाउँछौँ है। यस्तो ठुल्ठुलो रुखहरू हुन्छ। हामी चाहिँ पहिले चाहिँ यस्तो रोपेको थियौँ होइन, सानो बोटहरू। यो पनि त्यसपछि ठुलो भयो होइन। अब चाहिँ घरतिर जाउँ, सबै बोट बिरुवाहरू चाहिँ रोपेर सकायौँ होइन। यहाँनिर चाहिँ हाम्रो छ ब्ल्याक पेपरको रुख, ट्याक्क लगाएर यस्तो हुन्छ होइन। त्यो ब्ल्याक पेपर मसलाको रुख होइन। यस्तो दानाहरू हुन्छ होइन। पछि चाहिँ यो दानाहरू सुकाएर पिसेर त्यसपछि चाहिँ हो होइन, यो चाहिँ बन्ने। अनि यस्तो दानाहरू हुन्छ होइन, त्यो मसलाको चाहिँ ट्याक्क लगाएर अब चाहिँ घरतिर जाऊँ होइन।